हेलो साथीहरू, वेलकम छ मेरो युट्युब च्यानलमा सबैजनालाई। अनि म फेरि पनि हजुरहरूको लागि भनेर नयाँ भिडियो एन्ड ब्लग लिएर उपस्थिति भइसकेको छु। अनि म चाहिँ कहाँ छु भनेर नि साथीहरू, म चाहिँ इटाली आएको छु मेरो भाइ बहिनीहरूको रुममा। अनि म चाहिँ आज होइन, म चाहिँ हिजो आएको, अहिले चाहिँ बिहान भइरहेको छ। अनि हिजो चाहिँ किन हिँड्ने बेलामा अब भिडियो स्टार्ट पनि गरिनँ, अनि हिजो ढिलो ढिलो भयो क्या। अनि मेरो बहिनी पनि पर आएको थियो, अनि हामी दुईजना आएको, त्यही भएर हिजो रात परिहाल्यो, त्यही भएर भिडियो बनाइनँ। अनि आज चाहिँ बिहान बिहान भन्दा पनि समय चाहिँ धेरै भइसक्यो, तर म चाहिँ आज मुख पनि नधोइ यहाँनिर बसिरहेको छु भिडियो स्टार्ट गर्ने साथीहरू। म चाहिँ अब यहाँ चाहिँ किन आएको भनेर भन्दा चाहिँ यो अलिकति सरप्राइज नै छ हजुरहरूलाई म सेयर गर्नेछु। मेरो त्यो चाहिँ के हो भनेर अलिकति खुसीकै खबर छ। म यहाँ आउनुको कारण चाहिँ के हो भनेर होइन। अब अन्त आजको दिन चाहिँ सुरु भइसकेको साथीहरू। म चाहिँ अब हातमुख धुन्छु, अनि अब मेरो बहिनीले नास्ता बनाउँदैछ होइन। अनि हामी चाहिँ खाजा खान्छौँ, अनि त्यहाँबाट के हुन्छ कसो हुन्छ हजुरहरूसँग सेयर गर्ने नै छु साथीहरू। अहिलेको लागि चाहिँ म अब हातमुखहरू धुन्छु साथीहरू। मेरो छोरा चाहिँ पर मस्त आन्टीसँग आन्टीलाई सँगाउँदै बसिरहेको छ। म चाहिँ अब हातमुख धुने हो साथीहरू। अनि कपडाहरू पनि धुनु छ मेरो। अब त्यही हो, अब खाजा खाने अनि कपडा सपडा धुने। अनि ओके, स्टे ट्युन साथीहरू। छोराले के खाँदैछ? के हो देखाउँदा मलाई? ए के हो त्यो? थुक्पा हो? एमै सिपुस्थे त आन्टी उहाँ लुमाले नानीले खाँदैछ हो। हामी चाहिँ साथीहरू अब खाजा खान लागेको। यहाँ हेर्नुहोस्, आफै बनाएको नि घरमै। अब अलिकति टमाटर ज्यादा भएछ, टमाटरको सुप अनि सोयाबिन तारेको। अनि अब चाहिँ हामी खाजा खान्छौँ साथीहरू। अनि त्यहाँबाट यहाँ कपडा भिजाइरहेको छु। अब खाजा खाएर कपडा सपडा धुने हो, अनि त्यहाँबाट खाना बनाउने अनि खाने। म उयो खान्छु स्टिलको तय खाना। यहाँ खोर्सानी पनि टक्क काटेर चाहिँ रेडी भयो। अब हामी चाहिँ खान्छौँ। मेरो छोराले चाहिँ अघिदेखिको खाँदैछ। अघि थुक्पा दुईचोटि खाइसक्यो मेरो छोराले आज। उसलाई चाहिँ थुक्पा चाहिँ मन पराउँछ। थुक्पाहरू चाहिँ माम चाहिँ खाँदैन थुक्पाहरू, यस्तो के चाहिँ मन पराउँछ। अनि खाने ठुलो मान्छे हो नि त नि। यता हालिदेऊ त नानी, नानी माया गरिदेऊ न मलाई, माया। खोइ बोल्दिनँ अब म। लु खाऊ, लु आमा गरेर म अहिले खान्छु ल। मलाई दिँदैछ, कम्ती माया गर्दैन नि मेरो छोराले मलाई। म खानु ए ल ल यहाँ लाग्छु ल, अहिलेसम्म खान्छु कि यहीँ हालिदिउँ ल ल ल ल साथीहरू। अब हामी चाहिँ खाजा खान्छौँ होइन। अनि त्यही हो, अब उसले ढोका चाहिँ लगा न, लगाइदिए खाएर अनि कपडा सपडा धुनु छ साथीहरू। अनि खाना बनाउने हो, खाने हो, अनि अलिअलि काम छ। अनि के हुन्छ कसो हुन्छ भनेरसम्म म सबै सेयर गर्नेछु है त। गाइस यहाँ हेर्न सक्नुहुन्छ मेरो भाइ र बहिनीलाई 12 घन्टा भयो यिनीहरू बाहिर जानुको लागि रेडी भएको। यहाँ देख्न सक्नुहुन्छ के गरिरहेछन्। एउटाले कपाल बनाएकै छ, एउटाले अनुहार बनाएकै छ। यहाँ हामी आमा छोरा चाहिँ फेरि मस्त मायामा देखाउँदिनँ होइन। हामी चाहिँ यहाँ सुतिरहेछौँ। यिनीहरूको हेर्नु त यहाँ बाहिर तिमीहरू मेकअप धेरै गरेर कुरा गराउन थालिसक्यो। यता हेर्दा कतिको भयो तेरो कपाल? अलिक चाहिँ थोरै अलिक राम्रो देखिएछ।
साथीहरू यिनीहरूलाई यहाँ कतिखेर जान्छ र आनन्दले बस्नु भनेको यहाँ हेर्नु दुइटालाई म वाक्कै भइसक्यो यिनीहरूलाई देखेर यहाँ हेर्नु न अनि सामानहरू हेर्नु त के हालत पारेको छ अनि मेरो छोरा हेर्नु न मामा र आन्टी के गर्छ भनेर परेर मेरो छोरा त मामा र आन्टी के गर्छ ऊ चाहिँ हेर्दै बस्छ यहाँ हेर्नु त मेरो भाइ र बहिनीको हालत दादा एउटा मोजा दिन नाना तपाईँको मोजा दिन मैले मोजा सोजा किनेको छु मोजा एउटामा ला एउटामा नलाइजा दुइटा लाएर जा देखिँदैन होला त यिनीहरूलाई देखेर मलाई नै हाँस उठिसक्यो मलाई हाँस उठिसक्यो कतिखेर जान्छ यिनीहरू अझै भएन यहाँ बाहिर निक्ली ऐना हेर्दैछ भने के भन्नु म लु छिटो निक्लिहाल मलाई ऐनामा लु छिटो गर लु दुइटै लाएर जा जुत्तामा देखिँदैन यहाँ हेर्नु हाल तिनीहरूको मजा नभेटेपछि यसो गर्नुपर्छ फेरि यो त गर्मी हुने खालको मोजा पो हो त ल हुन्छ हालतहरू देख्नुपर्छ ल भरि भगवान मोजा फुकाल्दा चाहिँ नलाग्नुहोस् है जुत्ता फुकाल्दा चाहिँ आज चाहिँ भरे जुत्ता र मोजा खुवाउनु लाओस् नाना नआउनु नआउँथ्यो त जहिले पनि भाग्यो त्यस्तो पार्छ ऐना नहेरिकन छिटो गर जुत्ता लाउनु म ऐना हेर्नु पर्दैन यस्तो हो भने यस्तो पार्छ पेन्ट अनि यस्तो नाना यहाँ हेर्नु न यस्तो यस्तो यो यस्तो भयो भने चाहिँ यस्तो गर्छु खुट्टाहरू हुन्छ मान्छे भन्दा डबल ठुलो किनेको छ नि लु फटाफट गर मेरो मोजा वाउ वाउ सो क्यूट वाउ सो क्यूट मोजा ए तँलाई मजा धुने मान्छे चाहियो ल तपाईँको गाउँको एकजना खोजिदिनु ल राम्रो अनुहार पनि राम्रो बानी पनि राम्रो भएको होइन ल अनि मलाई मजाले माया गर्ने अनि तपाईँ र सपनालाई चाहिँ टपक्क टिपेर घरदेखि बाहिर निकालिदिने ल त्यस्तै खालको हेरिदिन्छु म ल तेरो भयो पाउने एक्सन लिन्छु म राम लु साथीहरू यिनीहरूको चर्चीकोलाई हेर्दा म यहाँ बिहोस भइसक्यो लु जाऊ लु सपना साँच्चै भनेको अब आमा छोरा चाहिँ सुत्दै बस्ने आफू यिनीहरू जान्छ र साथीहरू अनि यिनीहरू आउँछ भरे अनि यसो एकछिन बाहिरतिर निक्लिनु पर्छ अनि म वाकै भइसक्यो रुममा बस्दा बिहोस भइसक्यो साथीहरू तिमी आमसँग बस्छ म चाहिँ अहिले मसँग बस्छ अब हिँड्नु आँटेको थाहा पायो कि अब हुन्छ नि फेरि ल मेरो छोरा अब किन चिस्काउँदैछ ल फका अब त्यसकै म त अब हिँडेको थाहा पायो अब चप्पल लाउन आएको अब म त के गर्नु होला ल यहाँ हेर छोराले पठाउनु थाल्यो अब चप्पल लगेर गयो नानी आउलु नानी र म यहाँ घरमा बस्नुपर्छ ल सानोलाई रेडी भएको यहाँ हेर्नु न कोही हिँडेको देख्यो भने यसै गर्छ पो त ठुलो मामालाई माया गरिदिने नमस्ते गर्छ एकचोटि हौवा लग्छ भनेर है बाई बाई गरिदेऊ बाई बाई गरिदेऊ बाई 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 बाई
गरिदेऊ न तुले चाहिँ गर्दैन कहाँबाट गर्छ सपना कहाँ छ बाहिर जाने कता जाने लाउ नानी यता नानी र म घरमा बस्ने हो उयो नानीलाई म के दिन्छु बाई बाई मामालाई बाई गर्छन् लान्छु म मम्मीलाई पनि गरिदेऊ मम्मीलाई चाहिँ गाना हाल न त एकचोटि मम्मीलाई एकचोटि यहाँ देख्नु साथी मेरो मामाहरूलाई के गर्नु ल मामाहरू त नि नानी मिठाई ल्याउने मिठाई सक्दैन अब हेर्नु त यसो गर्छ तँलाई मैले त्यही भएर अघिदेखि नभन नजिस्का भनेको अब मेरो मोबाइल कहाँ गयो गाइजहरू मलाई तनाव दियो अब उनीहरूले तनाव दियो क्यामेराबाटै भिडियो बनाइदिने खाना खुवाएको छैन क्यामेरा चाहिँ उयोमा हेलो मेरो छोरा रुन्छ है साथीहरू अब के गर्नु निक्ले मैले हेरिसकेँ भनिसकेँ भनेर लु न दादा ऊ क्यामेरा पो नबोके मैले नभनेको भए अनि फेरि आउनु पर्थ्यो साथीहरू होइन अनि अब मेरो छोरा रुन्छ कि अब म फकाउँछु है नानी आऊ त उहाँ त फकाउनु पर्छ अब कसरी फकाउनु म तर ला अब यसलाई मैले अघिदेखि नभन्न भनेको म त उहाँ त ऊ आन्टी र मामासँग जानलाई पुरा रेडी भएर बसिरहेछ हौ कति गरेर ल अहिले म छोरीलाई मिठी ल्याइदिएर आउँछु हस् अनि लानु मिल्ने भए छोरी लान्थेँ नि अब लानु मिल्दैन नि त अनि हाम्रो वहाँनिर कक्क लेख्नु पर्दैन कक्क लेख्नु पर्छ नि त आपत परिसक्यो मामालाई हिँड्नु लागिसक्यो यिनीहरू 12 घन्टा लु आज चाहिँ साँच्चै होला कि मलाई यहाँ गिदी दुखिसकेन रेडी भएको देखेँ दादाको पनि यो खोइ के चाहिँ गर्नुभएको हो नि ब्यागमा चाहिँ ब्याग अब म साथीहरू अहिले यति नै म अब नानी पकाउनु पर्छ साथीहरू स्टे ट्युन गाइज अहिले लाउ साथीहरू मैले मेरो छोरालाई चाहिँ होइन फकाएर कति रुयो कि हामी रुयो अनि मैले फकाएर मेरो छोरालाई चाहिँ सुताएँ यहाँ देख्न सक्नुहुन्छ मेरो कालेलाई मुख चलाउँदै छुट्टी लागेको छ मावालाई आन्टीले ओछ्यान पनि मिलाएको छैन बेडहरू पनि अनि छुट्टी लागेको छ फ्यान लगाइदिइरहेको छु यस्तो हालत गरेर हिँडेको छ यिनीहरू भरे कतिखेर आएर मिलाउँछ म चाहिँ यत्तिकै बसिरहन्छु हामी सोचिरहेको थियौँ यसो बाहिरतिर कतै निक्लिनु पर्यो भनेर अब रुममा पनि धेरै कति बस्नु बोर हुन्छ नि त अल्छी हुन्छ अनि दिमाग कहाँबाट कहाँ पुग्छ बरु यसो बाहिर निक्ल्यो भने माइन्ड पनि फ्रेस हुन्छ भनेर यसो बाहिरतिर जाऊँ भनेको मेरो भाइ र बहिनीको इमर्जेन्सी काम परेर उनीहरू चाहिँ गयो अब यिनीहरू कतिखेर आउँछ होइन अनि त्यही हो अब साथीहरू अब आज सायद निक्लिँदिनँ होला अलि म निक्लिहालेँ भने भिडियो भएर एन्ड गर्छु आज म कतै गइनँ भने चाहिँ अब मैले अघि भनेको थिएँ एउटा खुसीको खबर छ म यहाँ आउनुको मेन रिजन के हो भनेर हो त्यो रिजनसँग भोलि भिडियो एन्ड गर्छु होइन त्यही हो अनि अब चाहिँ म अब एक्लै भए के गर्दै बस्नु सुत्नु पर्यो साथीहरू म पनि एकछिन बरु अब काम पनि रुममा बस्दा बस्दा बोर भएर अल्छी लागेर दिमाग खराब हुन्छ अब उता गाउँमा यताउति तल्लो घर माथिल्लो घर कुदी हिँड्ने मान्छेलाई रुममा बसिराख्ने गाह्रो हुँदो रहेछ त्यही भएर बरु म साथीहरू अब एकछिन सुत्छु अब तिनीहरू कतिखेर आउँछ लगभग तिनीहरू आउँदा ढिलो भइसक्छ रात पर्छ नै अहिले नै अब 2 कति बजिसक्यो होला तिनीहरू अब कतिखेर आउँछ रात पर्छ त्यही हो भरे निक्लिहाल्यो भने भिडियो भरे एड गर्छु अनि म बाहिर आज निक्लिन भने चाहिँ त्यही हो भोलि सरप्राइज सँगै भिडियो भोलि एन्ड हुन्छ
के हुन्छ हजुरहरूसँग म सेयर गर्ने साथीहरू अहिलेको लागि चाहिँ स्टे ट्युन। साथीहरू आज चाहिँ डे 2 हिजो चाहिँ मैले भनेको थिएँ नि म आज बाहिर निक्लेँ भने चाहिँ भिडियो एन्ड गर्छु नत्र म भोलि मात्रै गर्छु भनेर। अनि हिजो चाहिँ बाहिर गएको कि यिनीहरू बाहिर गएको राति मात्र आयो क्या। अनि त्यही भएर हिजो त्यही भयो म दिनभरि सुतेँ मोबाइल हेरेँ बरु बसेँ केही पनि भएन। अनि आज यहाँ मलाई यो कोठाभित्र बस्दा बस्दा म घुम्सेर मर्न आँटेको छु। अब यहाँ सब्जी काट्दैछ यसले अनि म चाहिँ यहाँ मासु पकाउँदैछु। अनि यहाँ मेरो छोरा यहाँ हेर्न सक्नुहुन्छ यहाँ टलिरहेछ। अनि अब हामी चाहिँ अब खानासाना खान्छौँ। अनि हल्का कपडा सपडा धेरै म यो लुगा लाएर बसेर आज 3 दिन भइसक्यो नुहाउनु पनि पाएको छुइनँ। अनि म चाहिँ अब खानासाना हामी चाहिँ खान्छौँ अनि नुहाउने कपडा धोएर। त्यही भएर म आज बाटोतिर भए पनि एकछिन चाहिँ हावा खान्छु। मलाई यस्तो गाह्रो भइसकेको छ यो गुफाभित्र बसेको जस्तो महसुस भइसक्यो मलाई। टमाटर चाहिँ हालिहाल्नु यहाँ यहाँ हेर्दै यस्तो भन्छ टमाटरले हालिहाल्छ त्यति। अनि त्यही हो साथीहरू। अनि म अब केही न केही गर्छु यहाँ अब खाना खाएर चाहिँ त्यही हो म बाहिर चाहिँ जुन चाहिँ निस्किन्छ आज चाहिँ म निस्किन्छु म भन्दा पनि हामी सबैजना चाहिँ निस्किन्छौँ। भित्र यस्तो गाह्रो प्याज पनि काटिदियो त प्याज अघि पो काट भनेको त हेर त यहाँ यस्तो छ हालो तिनीहरूको। अनि अब टक्क सब्जी पाक्दैछ यो घिरौला होइन घिरौला अनि यो मासुको सब्जी पकाएर उसलाई खाना पनि पाक्दैछ राइस कुकरमा। त्यही हो हामी चाहिँ खाना खाएर एकछिन चाहिँ बाहिर निस्किन्छ त्यही हो। स्टेडियम साथीहरू अहिलेलाई चाहिँ मलाई भोक पनि लाग्दैछ। साथीहरू आज मलाई म यहाँ कोठाभित्र बस्दा बस्दा म पागल हुन आँटेको छ। आज खाना खाएर बाहिर जाने भनेको कि आज दिनभरि सुतेँ म। अनि सुतेर उठेर मोबाइलमा फोनमा बोलेँ। अनि त्यहाँबाट अहिले भर्खर नुहाएँ। कति बजेको छ सन्चै घडी हेर्छ एकचोटि। अनि त्यही भएर यो रुमभित्र बस्ने बानी भएपछि यस्तै हुँदो रहेछ साथीहरू। अनि भर्खर आम्मामा यत्रो भइसकेको छ। अब आज पनि बाहिर त्यतिकै हुने भयो अनि कतै गइएन। अनि यहाँनिर चटपटे बनाएर खान लागेको छु। मामी चटपटे बनाउँदैछ मेरो प्यारीले। यहाँ हेर्नु यहाँ मेरो प्याराको हेर्नु न ऊ हालत चिसो खाएर मेरो छोराले सबै ऊ कपडा भिजाएछ। अनि मामाले पनि चिसो दिएछ यहाँ हेर्न सक्नुहुन्छ। म त मलाई सुकाइदिएन त यहाँ मेरो भाइले मेरो हेयर सुकाइदिन्छ अरे ऊ हेयर ड्रायरले। यतिको चाहिँ हुनुपर्छ है यतिको चाहिँ। एकछिन मेरो एकछिन सुकाइहाल्छु अनि ल ल तेल पनि हाल अलिअलि यतिको भाइ चाहिँ चाहिन्छ है साथीहरू। अहिले भर्खर नुहाएको सुत्दा गरेर मेरो त नि नसै नचल्ला जस्तो भएको छ हौ। अनि अहिले नुहाएँ अब चटपटे खान्छु। माइन्ड फ्रेस गर्नको लागि चटपटे खायो होला कस्तो भयो। अब खोइ कतै गइँदैन होला साथीहरू आज भनेको हो। भयो भयो होला मुनि कतिको छ छोडिदिनु भयो मलाई बज्या होला लु त निकालेर राखिहाल त मन्टी ब्लक मलाई सबै सामानहरू राख। यहाँ अब चटपटे रेडी भइसक्यो साथीहरू। अब हामी खान्छौँ। म त तँ बन्द गरेर राखिहाल्छ सामानहरू। यहाँ मेरो छोरालाई हेर्नु न के गरिरहेछ नानी यता हेरिदेऊ त यति चिसो खाएर अझै चिसो माग्दैछन् के गर्नु चिसो लागिरहेको छ खाएर यो चिसो खाएर
यो बसिसकेको छ र देखाउँदैछ चटपटे त्यहाँनिर देखाउँदैछ के हो त्यो बट्टाको यो सिद्रा हो अनि यिनीहरू चाहिँ हामीले बनाएको मसलाहरू यस 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 यसलाई भन्छ दोकान गरेको यस 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 आज कति दिन भयो म 2 दिन भयो रुममै बसेको आज बल्ल 3 दिनमा नुहाएँ नुहाएर अलिकति चाहिँ अहिले अलिक माइन्ड फ्रेस भयो नत्र भने म ल साथीहरू हाम्रो चटपटे चाहिँ लु यतिको भएको छ होइन अनि पछि मेरो भाइ मैले हो अघि मेरो छोलालाई हेर्नु सक्नुहुन्छ भयो भयो छोड्दै अनि हामी चाहिँ अब खान्छौँ साथीहरू यस्तै हो रुममा बस्दा भइरहेछ भिडियो बनाउँदा मार्ने हौ धेरै धेरै ननिकाल्न छोरा आउँछ यसमा नखाने अलिअलि मात्रै निकाल्ने मलाई यसमा देऊ त्यसो नाना र म त्यसमा खाना आँटेको छोड्दै लु हामी आएको मलाई यो फुटेको मन पर्दैन भन्छ चाहिँ नानी छोरा नगर न त्यस्तो चिसो खाने पनि खतरा चाहिँ साथीहरू हाम्रो चाहिँ ल त हाम्रो चाहिँ चिसो खाने पनि यहाँ बोटुकोमा खाइरहेको छौँ हामी चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई मैले बनाएको चटपटे एकदम मिठो छ त्यहाँनिर म हाल्दैछु छोरो छोरोलाई अङ्कले केरा दिनुभयो भने खाइसक्यो त्यो अङ्कले दिनुभयो त अघि कसलाई खायो यता हेर्नु त ला फेरि माग्नु थालो चिसो चाहिँ यति माग्छ कि म त सक्दिनँ क्या ऊ आउने अरे आउ यहाँ के दिने चिसो राख्दैन त अलिकति अघि यो पिरो नराखि नगद राखिदिनु पर्दैन थियो ए पिरो बाहेक कि अरू के भुजा त चाउचाउ हो मलाई चाउचाउ छ त नपठाउनु अर्को लाउ बुझाँदैन त बोटुकोमा उहाँहरू त म भनेको उसले तँ भनेको होइन चिसो माग्दैन होइन चिसो मागेको नानी अघि धेरै खायो त खोक्छ नि त यता र उता हेर्नु न मलाई सहारा माग्दैछ र मलाई सहारा नमाग्नु न क्या मलाई कस्तो म तिमीलाई भनेको चिज उयो गर्नै सक्दिनँ मलाई सहारा माग्नु थालेँ म यस्तो कुरामा सहारा दिनै मन लाग्दैन नानी के गर्नु लुगा पनि त्यही माथि सबै भिजाएको रहेछ उयो राख्दै अनि एउटा सानो उसमा दिए त उयो बोतल मालको चाहिँ हाल्दै गोडीमा दिउँ बोतलको त यस्तो हो कि बाहिर सबै छ अब लुगा उयो त भइसकेको छ लाइट गर्दाखेरि त्यही मिनी वाटरको पानी खाँदैन ए पानी पनि छ अलिकति पानी खाँदै अनि त्यहाँबाट हल्का छोरालाई यहाँ खाइदिन्छ पानी चाहिँ मिसाएर दिउँ नि अलिकति कलर चाहिँ यस्तो देखियोस् क्या त्यही भनेको मैले नानाले होइन आउनुहोस् भने पानी मिसाएर दिउँ न दोहोरी हाल्दै यहाँ नपुखाउने यति पनि नपुखाउने मलाई कुन्ताको कमिलाले यहाँ छोड्दैछ होइन हिजो पनि आएर थियो एउटा कमिला छोरा गएँ अब रात पऱ्यो आज अब हामी कहीँ पनि जाँदैनौँ बाटोतिर डोल्न राम्रो छ नि आफै गइँदैन होला आज धेरै नहुँदैन लुगा जग्गा यदि म बाटोतिर डुल्नु गएँ भने पनि म भिडियो एकछिन एन्ड गर्छु न यदि म गइनँ भने साथीहरू यति नै हो भिडियो यतिकै एन्ड गरिदिनु न म लाउँदैछ भोलि चाहिँ एकदम खुसीको कुरा छ म हजुरहरूलाई भोलिदेखि सेयर गर्नेछु त्यो के हुन्छ त म हजुरलाई सबै सेयर गर्छु अहिले तर आज यति नै होला साथीहरू म जाँदिनँ म अब धेरै टाइम भइसक्यो छोराले दिनु कि अहिले सम्झाउने दिनु उनीहरूले भोगिरहेछ मामाको पो खासमा बानी राम्रो छैन त ठ्याङ ठ्याङ गर्दै पो बचाउँदै अझै बोलाउनुहुन्छ हौ छोरोलाई
गाइजहरू बाई बाई होला म यति नै होला आज म बनाउँदैन भिडियोमा भेटौँला मेरो भिडियोलाई माया गरिदिनु होला हेरिदिनु होला सपोर्ट गरिदिनु होला भन्दै स्टे ट्युन गाइज सबैजनालाई बाई बाई